हेलो साथीहरू, आज 6 गते पर्न गएको ग्याल्पो लोसर मनाउनका लागि चाहिँ हामी मामा बान्जी र बहिनी पुरा ड्रेस लाएर लोसर मनाउन हिँड्दैछु। सो तपाईँहरू पनि हाम्रो लोसरमा जोडेर हाम्रो लोसरमा के कस्तो हुँदो रहेछ हाम्रो संस्कार संस्कृतिमा, सो त्यो कुराहरूले मैले यो भिडियोमा देखाउन खोजेको छु। सो हजुरहरूले नि हेरिदिनु होला है त। ओके साथीहरू, यो चाहिँ इन्ट्री गेटमा हुन्छ। यो चाहिँ हाम्रो जतिखेर हामी यो लोसरमा छिर्दाखेरि चाहिँ तपाईँको यो गेटमा हुन्छ। यो प्रसादहरू जस्तै हो। सो छुकहरू यिनीहरू यो सानो टुक्राहरू लिएर विधि रूपमा लिएर खाएर छिर्नुपर्ने हुन्छ। सो हामीले पनि त्यही गरेर छिर्यौँ अघि भर्खरै। सो अहिले मेरो यो मैले देखाइराखेको चाहिँ यो छेङ्गुर हो। यो चाहिँ एउटा अल्कोहल हो। यो स्पेसली लोसरमा मात्रै बनाइन्छ हामीले। सो यो चाहिँ अल्कोहल सँगसँगै यसमा स्याउ, काजु, किसमिस धेरै कुराहरू हालेको हुन्छ, ड्राई फ्रुटहरू धेरै हालेको हुन्छ। आफ्टर छेङ्गुर पछि चाहिँ हामी गुथुक खानातर्फ लाग्यौँ। गुथुक भनेको चाहिँ 9वटा परिकार मिलाएर बनाएको एउटा परिकार हो। सो गुथुक नाम चाहिँ किन राखियो भन्दाखेरि चाहिँ यसमा 9वटा परिकार मिलाएर बनाएको हुन्छ। सो हाम्रो शेर्पा भाषाबाट गु भनेको 9 र थोक भनेको परिकार भइहाल्यो। सो त्यो खाजा खाइसकेपछि चाहिँ हामी लुङदर उठाउनतर्फ लाग्यौँ। सो हामीले लुङदर नै उठायौँ र लुङदरले रामदेन गऱ्यौँ। सो हामी सबै गाउँलेहरू एकजुट भएर लामो परेर रामदेन गरिसकाए। यो चाहिँ रामदेन गर्दाखेरि साङ हालेको हो यो। सो यो मेन काम सकाएपछि चाहिँ हामी हल्का फोटो सेसनतर्फ लाग्यौँ। ओके साथीहरू, फोटो सेसन कार्यक्रम सकेपछि चाहिँ हामी खाजा खाने टाइम भयो र खाजा खानाको लागि चाहिँ हामी खाप्सो खान बस्यौँ। सो खाप्सो खाँदा खाँदै हाम्रो दिदीबहिनीहरूले स्याब्रो डान्स पनि देखाउँदै हुनुहुन्छ। सो त्यो डान्स चाहिँ हेर्नु होला है त। सो साथीहरू, यो तपाईँले हेरिरहनु भएको चाहिँ शेर्पा डान्स हो। शेर्पा स्याब्रो डान्स भन्छ यसले चाहिँ हाम्रो कल्चरल डान्स। सो यो कल्चरल डान्सको मेन टिचर गुरु सिकाउने भनेको चाहिँ उहाँ हुनुहुन्छ। टेबलमा चेयरमा बस्नुभयो। सो उहाँ चाहिँ हाम्रो बाउजू हुनुहुन्छ। उहाँले सिकाउनुहुन्छ सबैलाई। सो गुरु मानेर उहाँलाई चाहिँ हामीले सम्मान गरेको हौँ। सो सम्मान कार्यक्रम समाप्त भएपछि चाहिँ हामीले अर्को सालको लोसर म्यानेजमेन्ट गर्नका लागि 10जनालाई चुनेका छौँ, 10 घरधुरीलाई। सो उहाँहरूलाई अर्को साल म्यानेजमेन्ट गरिदिनु भनेर खातासहित छ्याङ अनि फेमरहरू सब दिएर सम्मान गरेर अर्को सालको लागि म्यानेजमेन्ट गरिदिनु लागि हामीले यसरी सम्मान गरेको छौँ उहाँहरूलाई। सो अर्को साल उहाँहरूले म्यानेज गर्नुहुन्छ लोसर। सो उहाँहरू नै हुनुहुन्छ अर्को सालको म्यानेजमेन्ट। सो अर्को साल चाहिँ हामी नै परेको छ, हाम्रो घरको मान्छे नै परेको छ। सो हाम्रो घरले नै अर्को साल म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। त्यस्तो हो भने उहाँहरू चाहिँ यसपालि म्यानेजमेन्ट गर्ने, यसपालि उहाँहरूले सञ्चालन गरिरहेको यो लोसर। सो जति पनि छ उहाँहरूले गरेको। सो उहाँहरूलाई नि सम्मानस्वरूप सेरुङ गीत गाएर उहाँहरूलाई नि खादा सायद सम्मान गर्दै हुनुहुन्छ। उहाँहरूलाई नि खादा लाएर। सो उहाँहरू नै हो यसपालिको जति म्यानेज गर्नुहुन्छ। सो अर्को पटक हामीलाई परेको छ। जस वेल म्यानेजमेन्ट गर्नुभएको छ उहाँलाई थ्याङ्क यू सो मच। अर्को पटक हामी पनि यसरी नै म्यानेजमेन्ट गर्ने कोसिस गर्नेछौँ। ओके साथीहरू, हामी युवाहरूले चाहिँ यसपालि आफ्नै पकेट खर्चहरूबाट जम्मा गरेर जुटाएर हामीले छेउमा किनेर क्लबलाई हस्तान्तरण गऱ्यौँ, जुन अहिले हाम्रो
क्लबको अध्यक्षजी हुनुहुन्छ उहाँलाई हामीले हस्तान्तरण गरिसकेर चाहिँ हामीले यो लोसार 2082 को लोसारलाई चाहिँ यहीँ बिट मारे। सो यस्तै लोसार अर्को पटक पनि हुनेछ भन्ने आशा राख्दै हजुरहरूलाई पुनः ह्याप्पी लोसार भन्दै यो भिडियोबाट चाहिँ म बिदा भएँ त। हस्त धन्यवाद। अनि लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त।